सरस्वती पूजाको सबैजनालाई धेरै धेरै शुभकामना। यो चाहिँ सरस्वती पूजाकै दिनको भिडियो हो। एडिटको कारणले चाहिँ अलिकति लेट भएको छ। सरस्वती पूजा भन्नु बित्तिकै चाहिँ हामीहरू पहिला स्कुलमा पढ्ने बेलातिर साथीहरू सबैजना जम्मा भएर पूजाको सामग्री लिएर स्कुल जाने गर्थ्यौँ। स्कुल पुगिसकेपछि स्कुलमा सबै पूजा गरेर स्कुलमा बाँडेको भुनिया खाएर घरमा आएर फेरि पूजा गर्ने गर्थ्यौँ। यसरी पूजा गर्दाखेरि चाहिँ किताबभरि कलर लगाएर रातो बनाएको अझै पनि याद छ। अहिले कलेज पढ्ने भएपछि सबै कुराहरू चेन्ज भइसकेको छ। ठुलो हुँदै आइसकेपछि चाहिँ सबै कुराहरू हराएर जाने रहेछ। अनि आज चाहिँ म तपाईँहरूलाई एउटा नयाँ रेसिपी सेयर गर्दैछु, ट्राई गर्नु होला है। यो चाहिँ मैले करेन्ट चाउचाउ फर्स्टमा तपाईँहरूलाई देखाएअनुसार त्यसमा भएको स्पाइसेसहरू राखेको छु। यसरी बनाउँदाखेरि चाहिँ यो रेसिपीमा मोमो पनि एड गर्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले करेन्ट चाउचाउ र त्यसको मसलाहरू सबै मिक्स गरिसकेपछि त्यसमा मैले मोमो पनि राखेर मिक्स गरेको छु। यसरी मिक्स गरिसकेपछि चाहिँ त्यसमा भएको सबै मसलाहरू सबैमा लाग्छ अनि त्यसपछि त्यो सबै कुराहरू ट्याङ्गी र स्पाइसी हुन पुग्छ। यो रेसिपी चाहिँ मैले टिकटक र युट्युबबाट हेरेर सिकेको हो। अनि खाँदाखेरि यो चाहिँ एकदमै ट्याङ्गी एन्ड स्पाइसी हुन्छ। तपाईँहरू पनि यसलाई ट्राई गर्न सक्नुहुन्छ। थ्याङ्क यू। सी इन नेक्स्ट भिडियो गाइज।